काठमाडौँमा बसेर यस्तो काम गर्छु। काम मेरो यस्तो छ, काठमाडौँमा बसेर अनि स्यालेरीको कुरा गर्नु पर्दा चाहिँ स्यालेरी त्यस्तै 15,000 समथिङ हुन्छ होइन, 14-15,000 हुन्छ स्यालेरी चाहिँ। अनि 15,000 स्यालेरीले महिनाभरि पुर्याउनलाई यस्तो गाह्रो हुन्छ। घर भाडा दिनु पर्यो, घरबेटीको हातमा टक्क लाएर 5-7 हजार 2वटा कोठाको भाडा तिर्नु पर्यो, पक्कै 7,500 कोठा भाडा तिर्नु पर्यो। बाँकी रह्यो कति 6,500 समथिङ कति बाँकी रह्यो होइन। त्यो 6,000मा चामल किन्नु पर्यो, नुन किन्नु पर्यो, तेल किन्नु पर्यो, आफूलाई अलिकति लिपस्टिक पाउडर टिकुली पनि किन्नै पर्यो। भाइ बहिनी पढिरहेछ उनीहरूलाई पनि अलिअलि खर्च दिनै पर्यो। अनि ग्यास भर्नु पर्यो, अनि कहिलेकाहीँ मिठो चोखो खानुपर्छ त्यो खानु पर्यो। खानालाई त कहिलेकाहीँ नराम्रो अब त्यो मिठो चोखो खाना पर्छ भन्ने पनि छैन, कहिलेकाहीँ खानेकुरामा म्यानेज गराउँदा। साथीहरूले यसो घुम्न जाम यस्तो ठाउँमा भने पनि जानै पर्यो। नाइ म जान्न पैसा छैन नभनौँ भने पनि काम गर्छे पैसा कमाउँछे भन्ला। अनि अब त्यो उनीहरूलाई देखे अनुसारको त अब छैन, काम त गर्छु नगर्ने होइन। काम गरेर अब धेरै पैसा आउने भनेको 15,000 हो, त्योभन्दा बढी पैसा त आउँदैन, बरु कमै आउला बढी चाहिँ आउँदैन। अनि ड्युटी खटिनुपर्छ, बिहानको 9 बजेदेखि बेलुका 7 बजीसम्म काम गर्नुपर्छ। अनि खाना बिहान यति खाएर आउँछु, अनि प्याकिङ गरेर लिएर आउनुपर्छ कम्पनी आउँदाखेरि। काम खानालाई नभए त ग्यास्ट्रिकले मर्नुहुन्छ होइन। अनि काठमाडौँमा यति महँगो छ कि साला जब 15,000 स्यालेरीले काठमाडौँमा बसेर भ्याउँदैन सबैले काम बराबर गर्नु पर्यो, होइन भने भ्याउँदैन। कति महँगो छ आलु हेऱ्यो, आलु त्यस्तै 400-500 धार्नी आलु पाइन्छ, त्यस्तै 2500 2,000 को चामल पाइन्छ। एक बोरा चामल त 2 दिन 1 महिना नि चल्दैन के। 4 जनाले खाँदाखेरि 1 बोरा चामल 10 दिनभन्दा उता जाँदैन, खानु पर्यो। यस्तो गाह्रो यो काठमाडौँमा महँगो, कति गाडी भाडा चढ्नु पर्यो। अब यहाँबाट उतानिर चढेको नि 20 रुपियाँ लान्छ, त्यही भएर त्यो 20 रुपियाँ नि बचतको लागि हिँडेर जान्छु कहिलेकाहीँ त। यस्तो छ हेर्नुहोस्, तपाईँहरूले कहाँ बस्नुहुन्छ, तपाईँहरू कुन अवस्थामा आउनुहुन्छ, के गरिदिन्छु। चाहे मैले जस्तै जिन्दगी जिउनु भइरहेछ कि कस्तो गर्नु भइरहेछ भन्नु होला कृपया।